खेल सुरु भइसकेको छ। पहिलो सर्भिस धितुङको हातबाट देखेर धितुङको लागि सर्भिस थियो, तर भने यतिखेर उत्कृष्ट स्पाइकसँगै सुन्तले 2 बडा पोखरीले 1 नम्बर ल्याइसकेको छ। अवस्था खाता खोलिसकेको छ यतिखेर। यतिखेर फेरि पनि उत्कृष्ट प्रहारसँगै धितुङले पनि 1 नम्बर प्लस गरिसकेको छ अथवा खाता खोल्न सफल भइसकेको छ। हजुरलाई मलाई अराउनु पर्यो, नेम लिस्ट पनि ल्याइदिनु, नेम लिस्ट प्लिज। त्यहाँ स्कोर बोर्डमा गएर नेम लिस्ट के प्लिज, नाम हजुर। यतिखेर उत्कृष्ट प्रहार थियो यहाँ 10 नम्बर खेलाडी भाइ को, तर सक्सेस भने भएन। यसको फाइदा बारा पोखरी सुन्तलेलाई। यतिखेर सर्भिस हाम्रो ढकराज मगरज्यूको तर्फबाट गइरहेको छ धितुङलाई, हलेसीलाई। सर्भिस धितुङको लागि उत्कृष्ट स्पाइक, फेरि पनि उत्कृष्ट स्पाइक यहाँ धितुङको 10 नम्बरका भाइको तर्फबाट 1 नम्बर उत्कृष्ट प्रहार गरिरहेको छ यहाँ। थ्याङ्क यू सो मच। मलाई बिर्सिनुहुन्छ क्या आयोजकहरूले, अघि नै यससँग पनि आयोजकले बिर्सिनुहुन्छ मलाई घरिघरि। यतिखेर उत्कृष्ट स्पाइक फेरि पनि यहाँ 7 नम्बर जर्सी सुन्तलेको लागि उत्कृष्ट स्पाइक फेरि पनि थियो 10 नम्बरका खेलाडी धितुङ। 10 नम्बर खेलाडी किसान श्रेष्ठ किसान कटुवालको उत्कृष्ट स्पाइक थियो यहाँ, तर ब्लक पनि उत्कृष्ट रह्यो सुन्तलेको। यसको फाइदा भने सुन्तलेलाई रह्यो। सर्भिस यतिखेर खेमराज दाहालको सर्भिस यहाँ क्रसिङ रहेको थियो 10 नम्बर 6 का खेलाडी कमल कार्कीको, तर क्रस हुन सकेन। यसको फाइदा सुन्तलेलाई रह्यो। सुन्तले यतिखेर 4 अङ्कले अगाडि बढिसकेको छ भने 2 अङ्कले पछ्याउँदै धितुङ। त्यो सर्भिस खेमराजको कन्टिन्यू। उत्कृष्ट स्पाइक यतिखेर उत्कृष्ट स्पाइक 10 नम्बर 10 किसान श्रेष्ठको। यतिखेर सुन्तले 10 नम्बर 9 का स्पाइकर हुनुहुन्छ विक्रम मगरको स्पाइक थियो यहाँ, तर सक्सेस भएन, आउट भएको छ सुन्तलेको लागि। यसको फाइदा धितुङलाई। धितुङको सर्भिस यतिखेर 10 नम्बर 3 धितुङ। उत्कृष्ट स्पाइक यहाँ उत्कृष्ट स्पाइक फेरि पनि यहाँ किसान श्रेष्ठ किसान कटवालको उत्कृष्ट स्पाइक 10 नम्बर जर्सी धितुङको लागि उत्कृष्ट स्पाइक रह्यो। फेरि यहाँ 4-4ले अगाडि बढिसकेको छ यहाँ। यतिखेर 3 नम्बर धितुङ। 3 नम्बरका खेलाडी हुनुहुन्छ मिस्टर काजीको उत्कृष्ट सर्भिस उत्कृष्ट स्पाइक यहाँ। जर्सी नम्बर 4 का उत्कृष्ट स्पाइक धितुङ। जर्सी नम्बर 4 उदेश राईको उत्कृष्ट स्पाइक यहाँ 10 नम्बर 4 धितुङ। यसै गरी नम्बर पनि रहेको छ 5 रहेको छ धितुङ भने 4 रे पछ्याउँदै छ सुन्तले। यतिखेर मिस्टर काजी 10 नम्बर 3 का खेलाडी धितुङको लागि उत्कृष्ट स्पाइक फेरि पनि उत्कृष्ट स्पाइक किसान कटवालको फेरि पनि 10 नम्बर जर्सी किसान कटवालको उत्कृष्ट स्पाइक सँगै 1 नम्बर प्लस गर्न सफल फेरि पनि, अर्थात् 6 नम्बर पुग्न सफल धितुङ। फेरि मिस्टर काजीको सर्भिस धितुङलाई सुन्तलेलाई उत्कृष्ट स्पाइक थियो यहाँ, चेक आउट भएको छ यहाँ। 10 नम्बर 3 का खेलाडी विपिन मगर सुन्तलेबाट
विपिन मगरको यतिखेर सर्भिस यतिखेर मिस्टर काजीको क्रसिङ कमजोरी रह्यो यसको फाइदा रहेको छ सुन्तलेको 6 रहेको छ भने 6 नै रहेको छ धितुङ बराबरी यतिखेर सर्भिस विपिन मगरको सर्भिस उत्कृष्ट स्पाइक यहाँ यतिखेर किसान कटवालको यतिखेर ब्लक रहेको भयो स्पाइक यसको साथै चान्स भने रहेको छ सुन्तलेलाई फेरि विपिन मगरको सर्भिस यहाँ उत्कृष्ट स्पाइक थियो यहाँ 4 नम्बर जर्सी धितुङ उदेश राईको तर सक्सेस भएन यसको फाइदा भने सुन्तलेलाई नै रह्यो सुन्तले यतिखेर 8 पुगिसकेको छ भने 6 मा सीमित रह्यो फेरि पनि यतिखेर धितुङ यतिखेर विपिन मगरकै कन्टिन्यू सर्भिस विपिन मगर विपिन मगरको सर्भिस उदेश राईको उत्कृष्ट स्पाइक 4 नम्बर जर्सी किसान कटवाल 13 नम्बर जर्सीका क्रसिङ सुन्तले किसान श्रेष्ठको उत्कृष्ट स्पाइक थियो तर ब्लक रह्यो उत्कृष्ट यसको फाइदा सुन्तलेलाई सुन्तलेतिर 9 पुग्न सफल भने सुन्तले 9 भने 6 रहेको छ धितुङ सुन्तले शुभकामना जित्नुपर्छ भन्नुभएको छ सम इसमा के हो के भन्नु के पढ्नु यो स्मिक मगर मैले के पढ्नु मलाई नआएको कि के हो SMYG के भन्नु स्मिक मगर सुन्तलेलाई शुभकामना भन्नुभएको छ जित्नुपर्छ भन्नुभएको छ आफ्नो टिमलाई सपोर्ट गर्नु होला ल लाइभलाई धेरैभन्दा धेरै सेयर गरेर साथ दिनु होला भन्न चाहन्छु म यतिखेर पुरुषतर्फको पनि अन्तिम खेल भइरहेको छ फाइनल खेल तपाईहरु गणेश कुमाईको जीपीको फेसबुक लाइभ पेजबाट हुनुहुन्छ यतिखेर धितुङको छोटो समयपछि फेरि सुरु भइसकेको छ गेम फेरि विपिन मगरको कन्टिन्यू सर्भिस किसान कटवालको फेरि पनि उत्कृष्ट स्पाइक किसान श्रेष्ठको कटवालको यसरी गई 1 नम्बर प्लस गर्न सफल धितुङ फेरि पनि किसान कटवालको सर्भिस उत्कृष्ट स्पाइक यहाँ शङ्कर तामाङ शङ्कर तामाङ जर्सी नम्बर 4 शङ्कर तामाङको जर्सी नम्बर 4 का हाम्रो भाइको सर्भिस आउट गएको छ यसको फाइदा भने अपोनेन्ट टिमलाई प्लेसिङ यतिखेर केही टेक्निकल समस्या आएको छ यहाँ यसको फाइदा भने सुन्तले यतिखेर 10 रहेको छ भने 8 अङ्कले पछ्याउँदैछ धितुङ हलेसी सुन्तले भन्नुभएको छ निश्चल मगर्नी यो भन्नुभएको छ उत्तम धितुङ भन्नुभएको छ हिमाल थापा मगर यतिखेर यहाँ केही सल्लाह भइरहेको छ क्याप्टेन खेमराज दाहालसँग रेफ्रीज्यूको यतिखेर फेरि पनि सर्भिस रहेको छ उत्कृष्ट स्पाइक जर्सी नम्बर 9 14 नम्बर जर्सी जर्सी नम्बर 14 छगेन्द्र राई हुनुहुँदो रहेछ उहाँको अलिकति स्पाइक बाहिर गयो छगेन्द्र राई यतिखेर उत्कृष्ट सर्भिस यतिखेर अन्डर रह्यो फेरि 4 नम्बर जर्सी उदेश राई 4 नम्बर जर्सी उदेश राईको यतिखेर धितुङको तर्फबाट कमजोरी रह्यो स्पाइक यसको फाइदा अपोनेन्ट टिमलाई विक्रम मगरको यतिखेर सर्भिस आउट भएको छ यसको फाइदा भने धितुङको यतिखेर 9 रहेको छ भने 12 अङ्कले लिड गरिरहेको छ सुन्तले यतिखेर 6 नम्बर जर्सी कमल कार्कीको सर्भिस 13 नम्बर जर्सी 13 नम्बरका भाइ खिलाडी सुदन श्रेष्ठ उत्कृष्ट स्पाइक सुदन
सुजन श्रेष्ठको फेरि उत्कृष्ट प्रहार 4 नम्बर जर्सी उदेश राईको उत्कृष्ट प्रहारसँगै धितुङले पनि 10 अङ्क पुर्याउन सफल भने 12 अङ्कले लिड गरिरहेको छ सुन्तले। यतिखेर जर्सी नम्बर 6 का खेलाडी कमल कार्कीको हातमा सर्भिस भने आउट भएको छ सर्भिस। यसको फाइदा भने अपोनेन्ट टिम सुन्तलेलाई। सुन्तले यतिखेर 13 पुग्न सफल भने 10 मा सीमित रहेको छ धितुङ। यतिखेर शङ्कर तामाङको सर्भिस उत्कृष्ट स्पाइक। शङ्कर तामाङको रिसिभ राम्रै थियो तर बल बाहिर पुग्यो। यसको फाइदा भने धितुङलाई। धितुङ यतिखेर 11 भने 13 रहेको छ 13 अङ्क रहेको छ सुन्तले। यतिखेर उदेश राईको जर्सी नम्बर 4 उदेश राईको सर्भिस धितुङको लागि। खेमराज दाहालको यतिखेर उत्कृष्ट स्पाइकसँग 1 नम्बर पास गर्न सफल सुन्तले 14 पुग्न सफल भने 11 मा सीमित रहिरहेको छ धितुङ। यतिखेर उत्कृष्ट स्पाइक किसान कटवालको यतिखेर यहाँ उत्कृष्ट स्पाइकसँगै 1 नम्बर प्लस गर्न सफल धितुङ। यो उत्तम विपिन मगर जर्सी नम्बर 3 विपिन मगरको स्पाइक सफल भएन। यसको फाइदा अपोनेन्ट टिमलाई। यतिखेर 14 नम्बर जर्सी यतिखेर छगिन्द्र राईको सर्भिस। छगिन्द्र राई सर्भिसमा यतिखेर फर्स्ट प्राइज सुन्तलेको गोजीमा हुनुपर्छ भन्नुभएको छ चामलिङ सङ्गीता राई। यतिखेर सर्भिस छगिन्द्र राईको तर्फबाट। यतिखेर प्लेसिङ एकदम उत्कृष्ट प्लेसिङ रह्यो। यतिखेर खेमराज दाहाल टिमको एकदमै उत्कृष्ट खेलाडी पनि हुनुहुन्छ। उहाँ फर्स्ट स्ट्राइकर पनि टिमको खेमराज दाहाल। यतिखेर ढकराज मगरको हातमा बल। ढकराज मगर उत्कृष्ट स्पाइक यहाँ सजिलै शङ्कर तामाङले फर्काएका छन्। यतिखेर उत्कृष्ट स्पाइक रहेको छ धितुङको लागि। धितुङको यतिखेर 14 रहेको छ भने 15 सुन्तलेको 15 1 नम्बरको मात्र लिड छ सुन्तलेको। सुन्तले भाइहरूले जित्नुपर्छ भन्नुभएको छ। दुईवटा टिम उस्तै छ है, दुईवटा टिम उस्तै भन्नुभएको छ पक्कै पनि। सर्भिस धितुङको उत्कृष्ट छगिन्द्र राई उत्कृष्ट स्पाइक यहाँ। उत्कृष्ट स्पाइक 9 नम्बर जर्सी विक्रम मगरको उत्कृष्ट स्पाइक तर रोकिदिएका छन् ब्लकद्वारा धितुङले। यसको फाइदा भने टिम धितुङलाई। धितुङको यतिखेर 15 रहेको छ भने सुन्तलेको पनि 15 बराबरी। उत्कृष्ट स्पाइक यहाँ फेरि खेमराज दाहालको उत्कृष्ट यहाँ फिल इन द ब्ल्याङ्क्स रह्यो सुन्तलेको लागि। जर्सी नम्बर 3 विपिन मगर रिप्लेसिङ खेल्दै 1 नम्बर टिमलाई दिलाएका छन् भने यतिखेर सर्भिस खेमराज दाहालको हातमा रहेको छ धितुङ टिमलाई। किसान कटवाल स्पाइक आउट रहेको छ किसान कटवालको। यसको फाइदा भने सुन्तलेलाई। सुन्तलेको 17 रहेको छ भने 15 मा फेरि अर्किएको छ धितुङ। तर खेल भने उस्तै बराबरी देख्न सकिन्छ यहाँ। खेमराज दाहालको कन्टिन्यू सर्भिस यहाँ क्रसिङ विपिन मगर छगिन्द्र राई किसान कटवाल उत्कृष्ट स्पाइक यहाँ देख्न सकिन्छ। किसान कटवालको उत्कृष्ट स्पाइकसँगै 1 नम्बर प्लस गर्न सफल टिमलाई अर्थात् 16 अङ्क पुर्याउन सफल टिम धितुङ। यतिखेर किसान कटवालकै सर्भिस रहेको छ
उत्कृष्ट स्पाइक यहाँ उत्कृष्ट स्पाइक विपिन मगरको उत्कृष्ट स्पाइकसँगै 1 नम्बर प्लस सुन्तलेलाई फेरि यतिखेर विपिन मगरकै हातमा सर्भिस विपिन मगर उदेश राईको उत्कृष्ट स्पाइकसँग 1 नम्बर प्लस फेरि पनि टिमलाई यतिखेर 17 रहेको छ 17 भने जितुङ 17 भने 18 रहेको छ सुन्तले पाहुनाले जितोस् भन्नुभएको छ एक्स खड्का काजी मिसर काजी को सर्भिस प्लेसिङ सङ्गर तामाङ उत्कृष्ट भइरहेको थियो तर अलिकति आउट नपुग्यो रिसिभ यसको फाइदा टिम जितुङलाई जितुङ बराबरी रहेको छ 18-18 रहेको छ सर्भिस सरी स्कोर यो हो नि त खेल भनेको विशाल लुङ्गेली पके पनि विक्रम मगरको उत्कृष्ट स्पाइकसँगै 1 नम्बर प्लस टिमलाई विक्रम मगरकै हातमा दिएको सर्भिस टिम जितुङलाई सर्भिस उदेश राईको स्पाइक कडा स्पाइक आउट चेक आउट सँगै टिम धितुङलाई 1 नम्बर प्लस भने 19 रहेको छ यतिखेर हामीले यतिखेर 100 जना क्रस गरिसकेका छौँ पके पनि भ्युअर यो एकदमै राम्रो सन्देश हो अथवा सपोर्ट हो उत्कृष्ट स्पाइक यहाँ यतिखेर उत्कृष्ट स्पाइक शङ्कर तामाङको सँगै सर्भिस पनि शङ्कर तामाङकै थ्याङ्क यू सो मच तपाईँहरूले कमेन्टहरू रिप्लाई गरिदिनु भएको छ होला मैले नदेखेको म अलिकति गेममै फोकस गरिरहेको छु यतिखेर यहाँ त्यही कारण गर्दाखेरि यतिखेर छकिन्द्र राईको यतिखेर उत्कृष्ट प्लेसिङ सहित 1 नम्बर प्लस टिम धितुङलाई प्राइज कति हो सर भन्छ 51,000 हो 51,000 फर्स्ट प्राइज भने सेकेन्ड प्राइज 35 यतिखेर उदेश राईको सर्भिस उदेश राई खेमराज दाहालको उत्कृष्ट स्पाइकसँगै सुन्तलालाई 1 नम्बर यतिखेर 1 नम्बर उत्कृष्ट स्पाइक यहाँ किसान कटवालको फेरि पनि उत्कृष्ट स्पाइकसँग 1 नम्बर प्लस गर्न सफल टिमलाई यतिखेर 21 रहेको छ बराबरी रहेको छ स्कोरिङ यहाँ यतिखेर छकिन्द्र राईको सर्भिस किसान कटवालको क्रसिङ विक्रम मगरको आउट सर्भिससँगै 1 नम्बर प्लस टिम धितुङलाई यतिखेर 22 रहेको छ धितुङ भने 21 मै सीमित रहेको छ अड्किएको छ सुन्तले तर यहाँ ल्याउन सक्छ फेरि खेमराज दाहालको उत्कृष्ट प्लेसिङसँगै 1 नम्बर प्लस गर्न सफल सुन्तले पनि फेरि उत्कृष्ट प्लेसिङ रहेको छ खेमराज दाहालको यहाँ यतिखेर सँगै टिमलाई 1 नम्बरको सपोर्ट यतिखेर उत्कृष्ट स्पाइक यतिखेर यहाँ किसान कटवालको र टिमलाई सपोर्ट 1 नम्बरको यतिखेर 23 रहेको छ धितुङ भने हलेसी भने 22 नम्बर रहेको छ सुन्तले बराबखोरी यतिखेर फेरि पनि उत्कृष्ट स्पाइकसँगै धितुङका किसान कटवालले 1 नम्बर प्लस गर्दै 24 पराउन सफल किसान कटवाल 24 पराउन सफल भने 22 मै अड्किएको छ सुन्तलेलाई अलिकति दबाब छ यहाँ 2 नम्बरको पके पनि भने 1 नम्बरको दबाब छ धितुङलाई
उत्कृष्ट स्पाइक किसान कटवालको उत्कृष्ट स्पाइक सँगै धितुङ हलेसीले आजको अन्तिम खेल फाइनल खेलको पहिलो सेट आफ्नो क्वार्टरमा पार्न सफल हुनुभएको छ। 25-22 को अन्तरले सुन्तले 2-3 नम्बरले पछाडि परेको थियो भने धितुङले 25 पुर्याउँदै पहिलो सेटको नतिजा आफ्नो पटमा पार्न सफल भएको छ भने यसको मतलब यो हो कि सुन्तलेलाई दोस्रो सेट जित्ने पर्ने दबाब र पहिलो पोजिसन उठाउने छ भने अर्को कन्टिन्यू फेरि दुईटै पोजिसन अथवा दुईटै सेट जित्नुपर्ने छ भने धितुङको लागि अब एक सेट पनि जित्नुपर्ने छ कन्टिन्यू। यो जानकारी गर्न चाहन्छु तपाईहरुलाई सम्पूर्णलाई जानकारी गर्दै फेरि पनि सम्पूर्णले लाइभलाई शेयर गरेर साथ दिनु होला भन्न चाहन्छु। म आज अन्तिम खेल आयोजनाको त्यही कारणले गर्दाखेरि तपाईहरुलाई सम्पूर्णलाई आग्रह गर्दै म तपाईहरुलाई शेयर गर्नुहुन्छ भन्ने म पुनः कामना गर्दछु। गुरु अलिकति ओठ फुटिरहेछ यहाँ चिसोले गर्दाखेरि हावाले गर्दाखेरि बोल्न अप्ठ्यारो भइरहेछ। त्यही कारणले के जुगाड लगाइरहेछ यहाँ थोरै चिबिस्टी के भन्छ लिप बाम पाउँछ कि भनेर तर पाउन अलिक मुस्किल होला जस्तो छ। नवराज रेफ्री चेन्ज भनिरहनु भएको छ किन त्यस्तो निष्पक्ष नै भइरहेछ जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ। यस्तो हामीले अलिक नेगेटिभ रूपमा नजाउँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर लिप बाम। थ्याङ्क यू सो मच। हाम्रो गुरु समिति सचिव त्यसै वडावासी हाम्रो सुनिल लुङ्गेलीज्यू ओठ फुटेर यस्तो झुटो भएको छ नि। यतिखेर अब तेस्रो सेट पनि सुरु भइसकेको छ। दोस्रो सेट पनि सुरु भइसकेको छ। यतिखेर धितुङले 1 नम्बर ल्याउँदै खाता खोल्न पनि सफल भइसकेको छ। यो दोस्रो सेटको खेलमा पनि दोस्रो सेटको खेलमा 1 नम्बर ल्याउँदै अगाडि बढिसकेको छ। फेरि पनि धितुङ भने सुन्तललाई यो सेट जित्ने दबाब छ। उत्कृष्ट स्पाइक यहाँ खेमराज दाहालको उत्कृष्ट स्पाइक यहाँ यतिखेर देख्न सकिन्छ र टिमलाई 1 नम्बर ल्याउँदै खाता खोल्दै अगाडि बढ्न सपोर्ट। उत्कृष्ट स्पाइक फेरि पनि किसान कटवाल एकदमै बडा स्पाइकर टिम धितुङ। टिम धितुङको उत्कृष्ट स्पाइक किसान कटवालको तर्फबाट आउँदैछ भने सुन्तलेको पनि कम देखिन नै यहाँ तर फेरि ब्लक रहेको छ। राम्रै ब्लक टिम सुन्तलेलाई देखेर 1 नम्बर प्लस। टिम सुन्तलेलाई पनि 2 नम्बर भने धितुङलाई पनि 2 नम्बर रहेको छ। सर्भिस धक्रास मगर उत्कृष्ट स्पाइक फेरि पनि उत्कृष्ट स्पाइक 10 नम्बर 10 का खेलाडी किसान कटवालको उत्कृष्ट स्पाइक सँगै फेरि पनि 1 नम्बर प्लस गर्दै अगाडि बढिसकेको छ टिम। यतिखेर स्वयं किसान कटवालको हातमा सर्भिस रहेको छ उत्कृष्ट तर सर्भिस आउट भएको छ। यसको फाइदा भने अपोनेन्ट टिम सुन्तलेलाई
फेरि खेमराज दाहालको उत्कृष्ट सर्भिससँगै 1 नम्बर प्लस गर्न सफल यतिखेर यहाँ छगिन्द्र राई टिम छगिन्द्र राईले सर्भिस कन्ट्रोल गर्न सक्नु भएन। यसको फाइदा भने टिम सुन्तलेलाई। उत्कृष्ट स्पाइक फेरि पनि यहाँ उत्कृष्ट स्पाइक किसान कटवालको यतिखेर उदेश राईको स्पाइक अन्डर हुन पुगे। यसको फाइदा भने टिम सुन्तलेलाई। खेमराज दाहालको सर्भिस आउटसँगै यतिखेर अपने टिम दितुङलाई फाइदा। कटवालजी कता हुनुहुँदो रहेछ भनेर कडा हुनुहुँदो रहेछ पक्कै पनि उत्तम। अनिसा ज्यू ठाकुरी सोल्टी भन्नुभएको छ, कसले जित्दै हो भन्नुभएको छ। यतिखेर भने पहिलो सेट दितुङले जितिसक्नु भएको छ। भने यो दोस्रो सेट भइरहेको छ। अब यो सेट चाहिँ सुन्तलेलाई जित्दै पनि दबाब छ। यतिखेर उदेश राईको किस स्पाइकसँगै 1 नम्बर प्लस गर्न सफल टिमलाई। उदेश राई जर्सी नम्बर 4 का खेलाडी सेकेन्ड स्पाइकर हुनुहुँदो रहेछ यहाँ टिमको लागि। उत्कृष्ट स्पाइक शङ्कर तामाङको क्रसिङ यतातिर यहाँ खेमराज दाहालको उत्कृष्ट क्रसिङ रह्यो, राइट क्रसिङ रह्यो। यसको फाइदा टिम सुन्तलेलाई। सुन्तले यतिखेर 6 रहेको छ भने 5 अङ्कले पछ्याउँदैछ दितुङ। यतिखेर विपिन मगरको सर्भिस उत्कृष्ट स्पाइक्स उदेश राईको स्पाइक्ससँगै यतिखेर सर्भिस रहेको छ कमल कार्की। यतिखेर केही समस्या आएको टिममा पक्कै पनि दितुङको। यसको फाइदा भने टिम सुन्तलेलाई। उत्कृष्ट स्पाइक र टिमलाई 1 नम्बर प्लस। यतिखेर उदेश राईको सर्भिस जर्सी नम्बर 4 क्रसिङ खेमराज दाहाल। उत्कृष्ट स्पाइक फेरि किसान कटवालको उत्कृष्ट। यतिखेर शङ्कर तामाङको उत्कृष्ट स्पाइक तर ब्लक रहेको छ राम्रो किसान कटवालको तर्फबाट। यसको फाइदा भने टिम दितुङको यतिखेर 9 रहेको छ भने 7 रहेको छ सुन्तले। उत्कृष्ट स्पाइक थियो के त भाइको नाम सटर सुजन श्रेष्ठको स्पाइक आउट रह्यो। ढकराज मगरको उत्कृष्ट स्पाइक फेरि पनि किसान कटवालको उत्कृष्ट स्पाइक सँगै टिमलाई निकै सपोर्ट भइरहेको छ। किसान कटवालको यतिखेर निकै नै राम्रो स्पाइकहरू देख्न सकिरहेका छौँ यहाँ हामी। यतिखेर झुकिनु भएको छ यहाँ दितुङका टिमहरू। सजिलो बल पनि क्रस भएको छ। यसको फाइदा भने टिम सुन्तलेलाई।
हुनुहुन्छ तपाईँलाई सोधिरहनु भएको छ सुनिल कसले पो खोजिरहनु भएको थियो उत्तमजीले हो उत्कृष्ट स्पाइक फेरि पनि उत्कृष्ट स्पाइक थियो तर आउट हुन पुगेको थियो र स्पाइक यतिखेर यसको फाइदा भने टिम सुन्तलेलाई यतिखेर स्कोरिङ शङ्कर तामाङको सर्भिस यतिखेर छगेन्द्र राईको उत्कृष्ट प्रहारसँगै 1 नम्बर प्लस टिमलाई छगेन्द्र राई दितुङ यतिखेर छगेन्द्र राईकै सर्भिस रहेको छ टिम सुन्तलेलाई उत्कृष्ट स्पाइक यहाँ खेमराज दाहाल उत्कृष्ट प्रहार फेरि पनि किसान कटवालको यतिखेर यहाँ टेक्निकल समस्या थियो पक्कै पनि यहाँ यसको फाइदा भने टिम सुन्तलेलाई रह्यो सुन्तलेको अलिकति पछाडि परिरहेको छ यतिखेर 2 नम्बरले अलिकति दबाब छ पक्कै पनि पहिलो सेट पनि गुमाउनु भएको छ यतिखेर किसान कटवालको स्कोर स्पाइक अड्किएको छ अर्थात् कट्न सफल भएन यसको फाइदा भने टिम सुन्तलेलाई यतिखेर प्लेसिङ यतिखेर नेट टच रह्यो सुचिन दाहाल खेलाडी यतिखेर स्कोरिङ 11 रहेको छ सुन्तले भने दितुङको 13 रहेको छ र यतिखेर सर्भिस दितुङको उत्कृष्ट स्पाइक यहाँ विपिन मगरको उत्कृष्ट स्पाइक यतिखेर टिमको लागि 1 नम्बर सपोर्ट यतिखेर फेरि पनि सर्भिस गर्दै ढोकराज मगरको उत्कृष्ट सर्भिस तर आउट नपुग्यो यसको फाइदा भने टिम दितुङलाई टिम दितुङ यतिखेर 14 पुगिसकेको छ भने 12 ले पछाउँदैछ सुन्तले बराबोखरी यतिखेर किसान कटवालको सर्भिस किसान कटवाल तर अलिकति यहाँ रिसिभ आउन सकेन यसको फाइदा भने टिम दितुङलाई यति यसको नतिजा स्कोर यतिखेर फेरि किसान कटवालकै सर्भिस उत्कृष्ट स्पाइक यतिखेर किसान कटवालको स्पाइक अल्झिएको छ यसको फाइदा भने टिम सुन्तलेलाई रहेको छ यतिखेर खेमराज दाहालको सर्भिस किसान कटवालको क्रसिङ निकै नै स्किलफुल क्रसिङ उत्कृष्ट स्पाइक यतिखेर फेरि यहाँ फिल द ब्ल्याङ्क्स रहेको छ यतिखेर केही समस्या पक्कै पनि टिममा छ सुधार्नुपर्ने पक्षहरू छन् यहाँ टिममा सुन्तले भने यतिखेर मिस्टर काजीको हातमा सर्भिस रहेको छ दितुङ टिम मिस्टर काजीको सर्भिस शङ्कर तामाङको क्रसिङ उत्कृष्ट प्राय 77 प्लेसिङ मात्रै रह्यो छगेन्द्र राई निकै टेक्निकली खेल्ने खेलाडी रहेछन् अझै तुवाचुङ दितुङबाट यतिखेर मिस्टर काजीकै हातमा कन्टिन्यू बल रहेको छ दितुङको लागि
यतिखेर विपिन मगर सरी तामाङ विक्रम तामाङको अलिकति चितलो सरी स्पाइक राम्रै थियो तर ब्लक पनि त्योभन्दा राम्रो भयो। यसको फाइदा टिम धितुङलाई हलेसीलाई। यहाँ बाक्लो उपस्थिति आज देख्न सकिन्छ खेलमा। बाक्लो उपस्थिति पक्कै पनि छ। आज अन्तिम खेलको कारणले गर्दा पनि हुन सक्छ निकै बाक्लो उपस्थिति आज यहाँ फेरि गेम सुरु भइसकेको छ। एकदमै उपस्थिति बाक्लो छ आज दर्शकबिनहरुको। विपिन मगर उत्कृष्ट स्पाइक यहाँ उत्कृष्ट स्पाइक छकिन्द्र राईको स्पाइक थियो यहाँ धितुङको लागि तर बल आउट हुन पुग्यो। यसको फाइदा भने टिम धितुङलाई फेरि पनि सरी सुन्तलेलाई थियो भने सर्भिस आउट हुन पुग्यो। यतिखेर विपिन मगरको यसको फाइदा भने धितुङलाई। धितुङले 4 नम्बर लिड गरिरहेको छ सुन्तलेलाई दोस्रो सेटमा पनि। प्रकाश शङ्कर तामाङ यतिखेर छकिन्द्र राईको कमजोरी रिसिभ सँगै उसको 1 अङ्क प्लस भने टिम सुन्तलेलाई। यतिखेर विपिन नम्बर 9 विक्रम मगरको सर्भिस यतिखेर फेरि 1 नम्बर प्लस गर्दै सुन्तले 1 नम्बर प्लस गर्दै 76 पॉइन्ट सफल भने 2 अङ्कको अझ लिड छ धितुङको। क्रसिङ किसान कटवालको आउट हुन पुग्यो। यसको फाइदा भने टिम धितुङलाई। यतिखेर 20 नम्बरको लिड 20 अङ्कले लिड गरिरहेको छ भने 17 अङ्कले पछाइरहेको छ सुन्तले। शङ्कर तामाङ तर क्रस भएन। यसको फाइदा भने अपोनेन्ट टिमलाई। सचिन दाहालको प्रयास चाहिँ कहिले कमजोरी भइरहेछ। यतिखेर उदेश राईको सर्भिस खेमास दाहालको डबल स्पाइक सँगै फेरि 1 नम्बर प्लस हुन सफल धितुङ हलेसीको। यतिखेर 22 पुगिसकेको छ भने 17 मै सीमित रहेको छ सुन्तले बराबखोरी। यतिखेर धितुङ हलेसीको उत्कृष्ट स्पाइक सँगै नम्बर अगाडि बढेको छ। उत्कृष्ट स्पाइक फेरि पनि किसान कटवालको उत्कृष्ट स्पाइक सँगै 24 पुग्न सफल। यतिखेर 23 पुग्न सफल धितुङ भने 17 मै सीमित रह्यो सुन्तले। फेरि पनि यतिखेर उदेश राईको हातमा सर्भिस धितुङको लागि। उत्कृष्ट सर्भिस त थियो तर आउट हुन पुग्यो। यसको फाइदा भने रह्यो सुन्तलेलाई। सुन्तले 18 भने अझै पनि 5 नम्बरको लिड छ धितुङको सुन्तले माथि। यतिखेर 24 अङ्क पुग्न सफल 24
अङ्क पुनः सफल, यानि कि 1 नम्बर मात्र बाँकी छ। अब पहिलो पोजिसन हुनको लागि धितुङ हलेसीलाई सुन्तलालाई गाह्रै छ। अब निकै नै लिड छ यतिखेर नम्बरको, भने यो अन्तिम सर्भिस नै हुन सक्छ धितुङको लागि। यतिखेर 25-18 को अन्तरले दोस्रो सेट पनि सुन्तले माथि। धितुङ हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पल्टामा पार्दै यो खेल आयोजनाको पुरुष तर्फको पहिलो स्थान अथवा विजेता बन्न सफल हुनुभएको छ। भने टिम धितुङ अथवा हलेसी तुवाचुङलाई मुरी 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 बधाई छ यस खेल आयोजनाको पहिलो विजेता बन्नुभएकोमा। भने उपविजेता सुन्तलेलाई पनि धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। र हामी यसको मतलब अब अन्तिम चरणमा आइसकेका छौँ यो खेलको आयोजनाको। आज चौथो दिन र चौथो दिनको महिला तर्फको फाइनल खेल पनि सकाएर हामी पुरुष तर्फको खेल पनि फाइनल पनि सकाएका छौँ। यतिखेर तपाईँहरूले लाइभबाट प्रत्यक्ष प्रसारणबाटै देख्नु भएको छ। अब हामी पक्कै पनि पुरस्कार वितरणसँगै औपचारिक कार्यक्रमतिर लाग्नेछौँ। अब हामी विभिन्न नाचगानहरू पनि बाँकी छ। यहाँ विदाय नाचगान कार्यक्रमहरू नाचगान कार्यक्रम सिँगै छ, पुरस्कार वितरण सिँगै छ र शुभकामना मन्तव्य पनि अथवा बधाई मन्तव्यहरू पनि बाँकी छन्। तपाईँहरूले कहीँ पनि नगएर लाइभद्वारै साथ दिनुहुन्छ भन्ने म पुनः आशा राख्दछु। यहाँ यतिखेर हामी अब खानपिनमा पनि लाग्नुपर्ने पक्कै पनि देखिन्छ। यहाँ खानपिनमा पनि लाग्नुपर्नेछ, कराएर उभिएर मात्रै नहुने, रिचार्ज पनि गर्नु पर्यो आफूलाई पनि। त्यही कारणले गर्दाखेरि हामी बिस्तारै खानपिनमा पनि लाग्नेछौँ अब। र कार्यक्रममा पुरस्कार वितरण पनि बाँकी छ र विभिन्न नृत्यहरू पनि बाँकी छन् यस आयोजनाको लागि।